हामीलाई आयो गीत गाउनु उता उता टिप्नु अन्त त्यो म यो ठुलो ठुलो चाहिँ छानी छानी टिपेको उता छोड्यो नि खुर्सानी पछाडि यो खुर्सानी कस्तो फेरि आउँदा चाहिँ एक बोरा लान्छु म अब कहिले आउने हो र अब त दसैँ पनि सकियो अलिक पछि खुर्सानी टिप्नेको कपडाको यहाँको लाग्छ राम्रो निकाल्यो है ए खतरा आउँछ यो खुर्सानी कहिलेसम्म रहन्छ यो त आफूसम्म आजसम्म रहन्छ यही बोट यही पुरा फल्छ फेरि ए त्यसो त यसले त अरू बाली नानीले चाहिँ जित्ने रहेछ है यो के भन्छ अरे कोदो मकैलाई चाहिँ जित्ने रहेछ यसले आम्दानी राम्रो फल्दो रहेछ यो चाहिँ हाम्रो उदयपुर जिल्लाको बारा लिङचुमु गाउँपालिका यो कति नम्बर हो यो 1 नम्बर हो बारा लिङचुमु 1 नम्बरमा चाहिँ यो खुर्सानी खेती एकदमै यति धेरै छ यो धेरै छ यहाँ त भोलि नै 5 क्विन्टल भन्दा बढी काठमाडौँ जाँदैछ खुर्सानी रोप्नेको मान्छेको नाम आन्टी हुनुहुँदो रहेछ मेरो नाम प्रेमलक्ष्मी राई खुर्सानी खेतीको खुर्सानी खेतीको मालिक उहाँ हुनुहुन्छ अनि हामी यसो घुम्दै आउँदा यहाँ खुर्सानी टिपेको अनि यहाँ बहिनी हुनुहुन्छ यहाँ खुर्सानी त कतै कतै अहिले त्यो त गरेर देखेन भाइ उता त बिचमा गरेर एक जोडा खेत स्टप गरेर अरूलाई तर मेरो बुवाले चाहिँ सबै चिन्नुहुन्छ कुमारी मणि यहाँ बजे जितेकोले गर्दा नि अनि हतार हतार आएको नि हामीले बजे जहिले दसैँ गीत गाउँथेन गीत त उहाँको मुखमा के